नेकपा एमाले केन्द्रीय सचिवालयको 6औं बैठक उपाध्यक्ष कमरेड रामबहादुर थापा बादलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्यो। बैठकले निम्न अनुसारको निर्णय गरेको छ। 1. हाम्रो पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई असंवैधानिक, गैरकानुनी तथा प्रतिशोधपूर्ण र पूर्वाग्रहपूर्ण ढङ्गले गरिएको गिरफ्तारीप्रति हाम्रो पार्टीले राजनीतिक तथा कानुनी प्रतिवाद गरिरहेको छ। यसै क्रममा पार्टी कमिटी तथा जनसङ्गठनको नेतृत्वमा देशव्यापी विरोध प्रदर्शनका साथै सबै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई विरोध पत्र बुझाउने कार्यक्रम सम्पन्न भएका छन्। विरोध प्रदर्शनमा सहभागी पार्टीका कमेडरहरू तथा जनसमुदायप्रति यो बैठक धन्यवाद ज्ञापन गर्दछ। हाम्रो पार्टी र जनसङ्गठनको आयोजनामा भएका शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारका तर्फबाट अत्यधिक बल प्रयोग गरी परिस्थितिलाई उत्तेजित बनाउने कामप्रति यो बैठक गम्भीर आपत्ति प्रकट गर्दछ। यस क्रममा नेकपा एमालेको जिल्ला कार्यालय वीरेन्द्रनगर सुर्खेतमा कार्यालयभित्रै प्रवेश गरी नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूमाथि प्रहरीद्वारा गरिएको निर्मम आक्रमण र काठमाडौँमा भएको लाठीचार्जको घटनाप्रति निन्दा तथा भर्त्सना गर्दछ। सरकारी दमनबाट घाइते भएका सम्पूर्ण कमेडरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ। 3. सरकार गठन लगत्तै थालिएका गैरकानुनी तथा प्रतिशोधपूर्ण धरपकडले सरकार राज्य आतङ्कतर्फ उन्मुख भएको सङ्केत गरेको छ। संविधान, विधिको शासन, लोकतन्त्र, मानवाधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नै गम्भीर खतरा उत्पन्न भएको देखिन्छ। यो बैठक सरकारद्वारा थालिएको राज्य आतङ्क र दमनका विरुद्धमा एकताबद्ध प्रतिवादका लागि सबै राजनैतिक दल, सङ्घ सङ्गठन तथा नागरिक समाजसँग हार्दिक अनुरोध गर्दछ। 4. हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको पूर्वाग्रहपूर्ण तथा प्रतिशोधपूर्ण र गैरकानुनी गिरफ्तारीका विरुद्ध पार्टी, जनसङ्गठन, संसद तथा नागरिक क्षेत्र लगायतका सबै ठाउँबाट कानुनी र राजनीतिक प्रतिवादलाई देशव्यापी रूपले निरन्तरता दिने निर्णय बैठकले गरेको छ। यस सम्बन्धमा निम्न अनुसारको कार्यक्रम गर्न गराउन पार्टी पङ्क्ति तथा जनसङ्गठनलाई निर्देश गरिन्छ। यही चैत्र 24 गतेसम्म सबै जिल्ला कमिटीहरूको आयोजनामा जिल्ला स्तरमा बृहत कार्यकर्ता भेला आयोजना गरी वर्तमान परिस्थिति र आन्दोलनको आवश्यकताका बारे प्रशिक्षित गर्ने। यही चैत्र 28 गते सम्पूर्ण पालिका स्तरमा विरोध प्रदर्शन आयोजना गर्ने। 2083 वैशाख 3 गते सम्पूर्ण वडा तहमा वडा भेला तथा विरोध प्रदर्शन आयोजना गर्ने। 2083 वैशाख 7 गते प्रदेश स्तरीय विरोध प्रदर्शन तथा सभा आयोजना गर्ने। 2083 वैशाख 12 गते राजधानी काठमाडौँमा विरोध प्रदर्शन तथा सभाको आयोजना गर्ने। वर्तमान परिस्थितिका सम्बन्धमा नागरिक समाज तथा विभिन्न वर्ग र पेसासँग सम्बन्धित सङ्घ सङ्गठनहरूसँग जिल्ला तथा केन्द्रीय स्तरमा संवाद तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने। यसका लागि केन्द्रमा चाहिँ पार्टी उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई संयोजनको जिम्मा दिएको छ। 6. सम्पूर्ण पार्टी सम्बद्ध जनसङ्गठनहरूले आफ्नो वर्ग, पेशा र समुदायका मागसहित पार्टीद्वारा घोषित कार्यक्रमहरूमा सशक्त ढङ्गले सहभागी हुने। 5. 2083 वैशाख 9 गते अप्रिल 22 नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसलाई छलफल, अन्तर्क्रिया, संवाद, विचार गोष्ठी लगायतका विभिन्न रचनात्मक कार्यक्रमसहित भव्य रूपले मनाउन यो बैठक सम्पूर्ण पार्टी कमिटी तथा जनसङ्गठनलाई हार्दिक आह्वान गर्दछ। 6. प्रतिनिधि सभा निर्वाचन र त्यसपछि उत्पन्न परिस्थितिका बारेमा समीक्षा गर्न तथा सिङ्गो पार्टी सङ्गठनलाई सुव्यवस्थित गर्न केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँड लगायतका विषयमा छलफल गर्न निकट भविष्यमै पार्टी केन्द्रीय कमिटीको बैठक आयोजना गरिनेछ। धन्यवाद।